नमस्कार साथीहरु, युजफुल टिप्स इन नेपाल च्यानलमा तपाईलाई स्वागत छ। म अजय। आज चाहिँ म तपाईलाई यस भिडियो मार्फत एकदमै महत्त्वपूर्ण कुराको जानकारी दिन गइरहेको छु। यदि तपाई बस्नुहुन्छ कतारमा र तपाईसँग यो हेल्थ कार्डको भ्यालिडिटी कहिलेसम्म छ भनेर जान्न मन छ भनेदेखि कृपया यो भिडियो अन्तिमसम्म हेर्नु होला। सरल छ, सजिलो छ। जस्ट तपाईको कतारी आईडी नम्बर टाइप गरेर तपाईले चेक गर्न सक्नुहुन्छ आफ्नो यो हेल्थ कार्डको भ्यालिडिटी कहिलेसम्म छ भनेर। हालाकि यो कुरा सबै कम्पनीले मोनिटर गरिरहेको हुन्छ, उनीहरूले टाइम टु टाइम सबैको हेल्थ कार्ड रिन्यू गरिरहेको हुन्छ। तर कहिलेकाहीँ चाहिँ 1-2 महिना ढिलो पनि गरिदिन्छ। त्यस्तो खण्डमा चाहिँ तपाईँ बीचमा केही गरी यदि तपाईँ बिरामी पर्नु भयो र हस्पिटल पुग्नु भयो भनेदेखि तपाईको हेल्थ कार्ड यदि भ्यालिड रहेन रहेछ भनेदेखि सायद तपाईलाई रिजेक्ट गर्न पनि सक्छ हस्पिटलले र तपाईले अलिकति बढी पैसा खर्च गरेर फेरि प्राइभेटमा चेकअप गराउनु पर्ने हुन्छ। यस्तो नहोस्, थाहा पाइ राख्न जरुरी छ। आफ्नो हेल्थ कार्ड यदि एक्सपायर हुन लागेको छ भनेदेखि कम्पनीलाई तपाईले रिक्वेस्ट गरेर रिन्यू गर्न सक्नुहुनेछ समयमा नै, र समयमा नै रिन्यू गरेर आफ्नो हेल्थ कार्डलाई भ्यालिड राखिसक्न सक्नुहुनेछ। यो हेल्थ कार्डमा फेरि यहाँनिर बनाएको मिति मात्र हुन्छ। अगाडि हेरौँ भनेदेखि कुनै पनि कुनामा तपाईको एक्सपायरी डेट चाहिँ लेखेको हुँदैन, खालि बनाएको मिति मात्र हुन्छ। त्यही भएर यो हेल्थ कार्ड रिन्यू मात्र हुन्छ। रिन्यू भइसकेपछि नयाँ चाहिँ दिँदैन। नयाँको लागि रिक्वेस्ट गर्न पनि मिल्छ, तर त्यसमा चाहिँ एडिसनल चार्जहरू लाग्छ। तपाईँ मोबाइलबाट गर्नुहोस् अथवा ल्यापटप डेस्कटपबाट गर्नुहोस्, कुरो एउटै हो। यो वेबसाइट चाहिँ याद गरिराख्नुहोस्, service.hukumi.gov.qa/en/e-services/renew-health-card। यसको लिंक तल मैले डिस्क्रिप्सनमा दिएको हुन्छु, त्यहाँ गएर क्लिक गर्न पनि सक्नुहुनेछ। नभए यही कुरालाई तपाईले आफ्नो ब्राउजरमा टाइप गर्नुभयो भनेदेखि ठ्याक्कै यो ठाउँमा पुग्नुहुनेछ। अब यहाँ आइसकेपछि तपाईले यहाँनिर दिन पर्ने भनेको कतारी आईडी नम्बर दिनुपर्ने हुन्छ। तपाईले आफ्नो कतारी आईडी नम्बर दिइसकेपछि चाहिँ अब चेक एक्सपायरीमा चेक मार्क गर्नु होला, लास्टमा रहेको छ। यति गरिसकेपछि अब यहाँ नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गर्ने बित्तिकै एकछिन टाइम लिन्छ अनि तपाईको अगाडि यहाँनिर तपाईले देख्न सक्नुहुन्छ हेल्थ कार्डको भ्यालिडिटी भनेको 2025 11 महिना 26 तारिकसम्म रहेको छ।